एमसीसी को मतियार अमेरिकन एजेन्ट हो, यही आरोप पाउँथे के सोडी माग्लेले। खासमा यस्तो हो कि कुरा, इङ्ग्लिस बोल्न यहाँ कसैले आउन्न, सोडी माग्ले जस्तो इङ्ग्लिस बोल्न कसैले आउन्न, कस्तो राम्रो इङ्ग्लिस बोलेको, यस्तो इङ्ग्लिस त हामीले बोल्न सकिन्न भनेपछि अब यो विदेशीको आरोप लाउने भए। पढ लेखेको कोही पनि छैन सोडी माग्ले जस्तो, अनि आरोप लाउने भएन नि त। तर म राष्ट्रिय स्वतन्त्र पार्टीमा मेरो माया जुन थियो त्यो रवि लामिछाने र बालेन शाहभन्दा बढी साँच्चै भन्दाखेरि सोडी माग्लेको बौद्धिकताको कारण थियो। सोडी माग्ले जस्तो मान्छे छ र यो राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पार्टी अहिलेको लागि भरपर्दो छ है भन्ने मैले सबैलाई गर्थेँ। बालेन शाह, रवि लामिछाने, ल यो जनताको इमोसन हो, एकछिनको लागि भ्याइन सक्छ, हुइम क्रिएट भएको छ, यो केही वर्षपछि सकिन सक्छ। तर सोडी माग्ले जस्तो बौद्धिक मान्छे, बौद्धिक नेता भएको कारणले नै यो राष्ट्रिय स्वतन्त्र पार्टीमा राम्रो हुन सक्छ भन्ने मेरो त्यति मात्र ठम्याइ थियो। मनिष झा जस्तो मान्छेको पनि म नाम लिन चाहन्छु, तर अहिलेको लागि मनिष झा त खतरा हो, खत्रै मान्छे हो। उहाँहरूको इन्टरभ्यू हेर्दाखेरि रासोपाको प्रवक्ता त्यत्तिकै भएको होइन। तर यो भिडियो सोडी माग्लेको लागि एकदमै म डेडिकेटेड गराउन चाहन्छु, किनभने सोडी माग्ले हाई होप्स अन हिम, एकदमै हाई होप्स छ। सोडी माग्ले जस्तो बौद्धिक मान्छे हरेक पार्टीले पाउन् भन्न चाहन्छु म। अनि अबको अर्थमन्त्री पक्कै पनि अर्थमन्त्री हो। बालेन आफू प्रधानमन्त्री भएर राम्रै काम गर्लान्, रविलाई गृहमन्त्री देलान् या नदेलान्, मन्त्री बन्न पाउँछन् कि रवि थाहा भएन। कङ्ग्रेचुलेसन पहिला रवि दाईको त आइसक्यो हाम्रो नतिजा, चितवनबाट जितिसके। बालेन अल्सो कन्फर्म भइसक्यो जित्ने, तर फर्मलले अझै घोषणा हुन बाँकी छ। सोडी माग्ले पनि 3-1बाट जितिसक्यो भनौँ। सोडी माग्लेको लागि डेडिकेटेड भिडियो, एकदमै माया लाग्छ यो मान्छेको। सोडी माग्ले कति विरोध खायो, धर्म विरोधी, अनि अमेरिकाको एजेन्ट, यो कति झ्याउ लाग्दैन अझै बुढाबुढीहरूलाई यही कुरा गर्नलाई। के भन्छन्, रविको हातमा देश गएको भए, प्रधानमन्त्री भएको भए अमेरिकातिर अलि देश जान्थ्यो। अहिले फेरि बालेन फेरि इन्डियाबाट चलाएको, अब इन्डियाले कब्जा गर्छ अरे। के सोच हो, के हो? भूराजनीति भनेको यही हो जस्तो लाग्छ कि मान्छेहरूलाई। भूराजनीति भनेको कति कठिन विषय हो, कति गहिराई गरेर बोल्नुपर्ने विषय हो भनेर मान्छेलाई थाहा छैन। भूराजनीति इम्पोर्टेन्ट छ, हामीलाई पनि थाहा। भूराजनीति बुझ्दैनन् भन्ने लाग्यो होला, तर यही हो भूराजनीति भनेको, कसैलाई यत्तिकै आरोप लाउने। सबैभन्दा बढी आरोप खाने भनेको हाम्रो सोडी माग्ले हो। एकदमै दुःखद लाग्थ्यो कि मलाई त्यो क्षण सम्झिँदा। तर अबको अर्थमन्त्री रवि दाईले भन्ने जस्तो सोडी माग्ले, हाई होप्स अन हिम।